हेलो गाइज, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म देखाउँदैछु तपाईँहरूलाई हाम्रो गाउँको पुरानो स्कुल बाटो चाहिँ खत्तम छ अनि यो चाहिँ पुरानो स्कुल हो। यहाँ चाहिँ पानी नै परिरहेछ अलिअलि। पुरानो स्कुल अहिले चाहिँ जङ्गल जस्तै भइसकेको छ, पुरै घाँसहरू उम्रेर। अनिखेर अस्तिको हावाले पुरै डरम सरम सबै फुटाइदियो। यो चाहिँ ट्याङ्की अनि यहाँनिरबाट पानी आउँथ्यो, पानी गइरहेछ। अनि यहाँ स्कुलबाट देखिने भ्यूहरू म तपाईँहरूलाई देखाउँदैछु कि पारी पारी सब कुहिरो लागेर पानी छिटाइरहेछ, पानी पर्ने अवस्थामा भइरहेछ। यो स्कुल चाहिँ पुरानो स्कुल हो, पुरै भत्किसकेको छ। अनि स्कुलभन्दा मुनिबाट देखिने भ्यूहरू कस्तो राम्रो छ। कोइरालाको फुल फुलिसकेको छ, तरकारी खाने बेला हुँदैछ, अचार खाने बेला हुँदैछ। यो चाहिँ पुरानो स्ट्रक्चरमा बनाएको घरहरू अहिलेको पानीले पुरा भत्काइदिन लागिसकेको छ। अहिले चाहिँ यहाँ बाटो खत्तम थियो, कुलो जस्तो बनाएर अहिले चाहिँ अलिक ठिक्क बनाएको छ। फुलहरू कति राम्रो राम्रो भ्यू देखेको थियो, हेर्नुहोस्। यो चाहिँ मेरो अब म वहाँबाट स्कुलबाट फर्केर आएर स्कुलमा देखाएको भ्यूहरू, मन्दिरहरू छ, घरहरू छ, हल्का फुल्का देखाउँदैछु। आजको ब्लग चाहिँ यति नै हो। जस्तो धन्यवाद। बाई बाई, सी यु टुमोरो नेक्स्ट ब्लग। बाई बाई। सिस्नो घरहरू कस्तो राम्रो छ, वाउ।